शिवरात्रिको भोलिपल्ट उहाँको समाधि हुनुभयो। तत्पश्चात अहिले ब्रह्मचारी श्रीनाथ महन्त महाराज हाम्रा मूलगुरु हुनुहुन्छ। ती बाहेकका गोर्खामा दुईजना नाथ हुनुहुन्छ, अकलनाथ बित्नुभयो, प्रदीपनाथ अर्को के नाथ हुनुहुन्छ अहिले, श्यामनाथ कि रामनाथ हुनुहुन्छ त्यहाँ। मनकामनामा रामनाथजी हुनुहुन्छ। यहाँ अहिले अब बालनाथ नरेन्द्रनाथ महाराज हुनुहुन्छ। माथि अन्य महाराजहरू को हुनुहुन्छ भने कसैलाई पनौती पठाएका छन् गोरखनाथ, कसैलाई यहाँ मिर्ग अब तपाईँको त्यहाँ पर त्रिपेश्वर मेरो पनि रसुजीगिरी जाने छ नि, त्यो जाने बित्तिकै ठ्याक्कै गेटकै त्यो मोडैनिर जुन हाम्रो गोरखनाथको आँखा त्यहाँ पनि छ। नेपालमा चाहिँ गोरखनाथले साधना गरेको गोर्खा भयो। अनि यहाँ ठाउँ ठाउँमा भनौँ न अब कहाँ कसरी प्रकट हुन्छन्, कसरी उत्पत्ति हुन्छन् उनीहरू होइन। अब अलौकिक नेपथ्य किन भन्छ सभ्य दृश्य भन्छन् जसलाई देख्न सकिँदैन, चिन्न सकिँदैन, किन मानिसकै रूपमा पनि भगवान् पनि हिँडिरहेका छन्। अहिले शिवजी कैलाशमा हुनुहुन्न, यहाँ तल हुनुहुन्छ। म सिधै भन्छु, जस्तो सुकै ज्योतिष आओस् पाण्डुलिपि शास्त्र अधिकार शिवजी अहिले यहाँ मानिसको रूपमा हिँड्नु भएको छ। किन हेर्दैछन्? यो देशको स्वास्थ्य उडाउने हुन् कि सत्य नराख्ने हुन् कि, त्यस कारण यहाँ तल छ। उनी महर्षि हुन्, महाङ्काल रूप पनि छ, वीरभद्रेश्वर रूप लिएर घुमिरहेछ। तलमाथि गऱ्यो भने खेलाइन्छ। उसका भक्त हामी हिँड्दैछौँ, शिवका शैव भक्त। यत्रो साधना गरिरहेछ, 24 वर्षको जुत्ता चोक्न लाग्यो। किन छोड्यो होला? कसैको लागि त छोड्या होइन, घर गृहस्थी बिग्रेर छोड्या होइन। घर व्यवहार मेरो पनि थियो, एउटा छोराछोरी परिवार छोडे। अब त्याग्नु पऱ्यो, दिएन भागले, नसिबले नदिए, छुटेर बस्नु पऱ्यो। हुँदा छुटेर मात्र भएन, अब व्यवहारै छुट्यो, सदाको लागि छुट्यो। मैले पनि चित्त बुझाएर बसेँ, के भयो? संसारमा अर्को दोहोरो तेह्रो पनि नाता जोड्या भने हुन्थ्यो, मैले एउटा चाहियो। साधनामा शक्ति त छ नि। साधनामा शक्ति अहिले यहीँ बसेर भनौँ न, आगो बाले देखाइन्छ। 30 वर्ष त होइन, रामायण गाएर हिँडेको 30 वर्ष भयो, भजन कीर्तन गाएर हिँडेको 30 वर्ष 35 वर्ष भयो, 62 वर्ष पुग्यो लाग्दैछ। केही नभए 30 वर्षको मेरो जीवनमा कालमा मैले दुःख कष्ट खण्डहरू गोटाहरू खाएँ होइन। गृहस्थी के हो चिने, बुझेँ। अन्तिममा केही रहन्छ भन्ने कुरो थाहा पाएर त्याग्ने र त्याग ठुलो रहेछ भने बुझेँ, त्यागियो होइन। एक छाक मात्रै खान्छु। संस्कार सभ्यता भनौँ न, हामी वैशिष्ट्य हाम्रो चाहिँ साललालको पूजा भएको छ के। यो हिमवत खण्डबाट हाम्रो भरत खण्डसम्म पनि इन्डियामा पनि करिब भारतमा पनि गर्छन्, न्वारण गर्छ गर्छ बच्चाहरू जन्मिन्छ। त्यो पूजन भनेको मानिसको त्यो 11 दिनको दिन, छोरा जन्मेपछि 11 दिनको दिन न्वारण गरियो, छोरीको 6औँ दिनको दिन अथवा 7औँ दिनको दिन गरिन्छ। त्यस पछाडि आमाको गोदमा हामी भर्खर मान्छे भन्ने मात्रै भयो, भ्रूणको रूपमा आयो नि हामी। 11 दिन न्वारण गरेर त्यो मान्छे हो कि होइन, त्यो त के हो कि एउटा कर्मकाण्ड। अब त्यस पछाडि गएर छोराको 7 देखि 12 वर्षभित्रमा वर्तमानमा गर्नै पर्छ। उपनयन विधि भन्छ है त्यसलाई। त्यस पछाडि गएर उमेर पुग्दै गइसकेको भगवद् गीताको 3 अध्यायको 47औं हारमा श्रेणु स्वधर्मे विगुण परधर्म भयावह भनेर भनिएको छ। भनाइको अर्थ हामीले आफ्नो संस्कार संस्कृति सभ्यता चाहे विदेशमै जाउँ गर्ने आफ्नो निष्काम कर्म चाहिँ आफ्नो यही परिधिभित्र रहेर गर्नुपर्छ। जस्तो हामी टिका लाउँछौँ, जस्तो हामी नुहाइधुवाइ गर्छौँ, स्नान आदि गर्छौँ, चोखो निन्दो गर्छौँ। मूलत हामीले बाहिर मात्रै चोखो निन्दो गरेर भित्र त गर्न सक्दैन। तर भित्र खानको लागि, पवित्र हुनको लागि सबभन्दा ठुलो भित्त चित्त पित्त 3टै कुरोलाई खार्न सक्नु पर्यो। त्यो खार्नको लागि हामीले सबभन्दा ठुलो जीवनमा जे परिआउँछन्, जस्ता कुराहरू पर्छन्, ती घटक चक्रहरूबाटै हामीले व्यवहारबाट ज्ञान पाउने हो। मातृ शिक्षाबाट वञ्चित भएर हामीले स्कुल शिक्षा पाउँछौँ, ती गुरु शिक्षा हो। ती भनेको एउटा हामीलाई संस्कार त सिकाउँदैन नि उनीहरूले, पाठ्यांश मात्रै सिकाउँछन्, अध्ययन अध्यापन मात्रै गराउँछन्। व्यवहारिकमा भोलि तिमीहरू यसरी गर्नुपर्छ है, कोही इन्जिनियर बना, कोही पाइलट बना, कोही डाक्टर बना, कोही कानुनविद बना होइन, कोही ठुलो बना भनेर नै पढ्न जाने। तर पढि पनि कसैले त्यो अनुसारको जागिर पाउँदैन। त्यसकारण हाम्रो यहाँ कतिपय पिएचडी गरेका, यहाँ डाक्टर पास गरेका, कानुनमा चाहिँ एमएल गरेका, बिएल गरेकाहरू किन विदेशिनु पर्यो? यहाँ काम छैन। स्तर अनुसारको, योग्यता अनुसारको जागिर यहाँ भइदिएको भए उनीहरूले यहाँ बसेर गरे। वीर हस्पिटलका सर्जिकल डाक्टरहरू किन अरबमा जान्छन्, विदेशिन्छन्? यहाँ पैसा पनि थोरै छ, यहाँ काम पनि वास्तविक यथार्थ छैन। विदेशमा गयो भनेदेखि सबैभन्दा ठुलो भ्यालिडिटी पाउँछ,
मान्यता पाउँछन्, इज्जत इमान गर्ने भए त्यहाँबाट गएर डाक्टरहरूले आफ्नो प्रोटोकल चाहिँ कन्टिन्युटी गर्दै जाँदाखेरि विदेशमा गएर गरेको कुराबाट चाहिँ के गर्छ भने राम्रो राम्रो कुराहरूलाई अथोराइज गर्न सक्छ, निकाल्छ। तत्पश्चात आएर फेरि उनीहरूले पनि यहाँ आएर पनि बसेका छन् कतिपय। जस्तो उदाहरणको लागि राजबहादुर घले एउटा डाक्टर हुनुहुन्थ्यो 7 बाटोमा, जहाँ वीर हस्पिटलको उनी सर्जिकल ओपिडी भित्रमा दुइटै ज्ञान रहेछ। उनीसँग म 1 वर्ष 1.5 वर्ष बसेँ, कारणवश म जागिर छोडेर आएको थिएँ। पछि मैले अर्को नोकरी खोज्ने क्रममा म उनका पुगेँ। उनको घर अहिले 7 बाटोमा छँदैछन्, उनका बालबच्चाहरू छैनन्, निसन्तान। त्यस पछाडि गएर उनी गुरुङ हुन्, घले गुरुङ हुन्। पछि फेरि उनी विदेशमै गए, पैसा अकुत कमाएका छन्, के गर्ने, त्यो सन्तान छैन, डाक्टर हुनुहुन्छ। तर उहाँको ज्ञान, उहाँले गर्नुभएको जुन ब्राह्मणहरूलाई गाली गर्ने मान्छे नै म। पाण्डुलिपि अध्ययन गरेका शास्त्रज्ञहरूलाई पनि मैले गाली गरिरहेको छु। आचार्य पास गर्नेहरूलाई र कर्मकाण्ड विधिमा नीति संहितामा हिँड्नेस् कि चलाउँछु भनेर बसेको छु। म चल्दिनँ नि। फेरि हामी जाइ लाग्छौँ, आइलाग्यो भने विधि पुऱ्याइदिनु, यता हेऱ्यो यता सिक्यो छैन। यसमा ब्राह्मण के रहेछ? ब्राह्मण भनेको ब्रह्म कर्म गर्ने, क्षत्रियहरूलाई पालनोत्तम ल्याउने, क्षत्रियलाई धर्म पालन गराउने, उसको संस्कारगत क्रियाकर्म गरिदिने। जस्तो मर्दा पर्दामा होइन न्वारण गर्नु पऱ्यो, ब्राह्मण चाहियो क्षत्रियलाई। हामी भोटेलाई त चाहेन, तामाङलाई त चाहेन, नेवारले आफ्नो मात्र राखेको हुन्छ, उनीहरूको मात्र राखेको हुन्छ। उनीहरूको पनि आफ्नो आफ्नै सम्प्रदायभित्रको छ। साक्यहरूको छुट्टै छ, श्रेष्ठको छुट्टै छ, नेवारमा ज्यापुहरूको, डङ्गलहरूको, सापुहरूको छुट्टै छ। भक्तपुरतिरको पनि, भक्तपुरमा बस्नेहरू पनि नेवार र काठमाडौँ पाटन 3टै सहरमा बस्ने नेवार जातिहरू एउटै हुन्। तर उनीहरूको थर गोत्रहरू त फरक छ नि, किन विवाह कर्म गर्नु पर्यो। कर्मकाण्ड विधि चलाउँदाखेरि नीति संहिताले के भन्छ भने टाढो र नजिक गराइदिएको छ नि त वैदिक सनातनले विधिको कर्मकाण्डले। त्यसैले गर्दाखेरि यो हाम्रो सनातन त फाल्न अहिले गणतन्त्र र लोकतन्त्रवादी आएका छन् नि, तिमी आफै फालिन्छौ भन्दैछु म। फालिसकेको छ है। अब धर्मको नीतिले सभ्यता जोड्छ, इतिहासलाई भत्किन दिँदैन, अस्मिता गुम्नु दिँदैन, स्वाधीनता भाग्ने छैन, स्वाभिमान त गुम्ने छैन। त्यस पछाडि यो देशको विश्व ब्रह्माण्डमा अखण्डतामा जोडिएको अस्मिताभित्र लुकेको कुरो भनेको संस्कार र संस्कृति सभ्यता छ। त्यो सभ्यता भत्क्यो भने विश्व ब्रह्माण्ड 27 गते पृथ्वीनारायण शाहको जन्म जयन्तीको सन्दर्भमा पनि बोलेको छु। ती बाहेक मङ्सिर 7 गते दुर्गा प्रसाईले कार्यक्रम गरे नि यहाँ कोटेश्वरमा, त्यसमा पनि बोलेको छु। ती बाहेक मैले 78 साल पुस 19 गते यहाँ पनि बोले। 79 साल फागुन 20 गते त्यही दुर्गा प्रसाईले गरेको कार्यक्रममा 2टा एजेन्डा राम्रो भएर म गएको। जाँदाखेरि पत्रकारहरूले ताने, सञ्चारकर्मीले ताने, मैले बोले ब्रह्म जानिते ब्राह्मण दिइछ उच्चते। ब्राह्मण र क्षेत्रीहरू 2टा जात उच्च हुन्। यी जातलाई सबै जातले मानेका छन्। थर गोत्र र प्रभावलीको अनुसार चाहिँ भोलि शासन पद्धति चलाउन र धर्मको मियो राख्नको लागि यो 2 जातलाई बनाइएको हो। ब्राह्मणलाई राजनीति गर्नु भनेर लेखेको छैन, कुनै पनि वेदले भनेको छैन। ब्राह्मणले वेदले भेद गरेको छैन। तर यो ब्राह्मण क्षेत्रीहरूले चाहिँ हामी मतवाली र शूद्र र वैश्यलाई हेला गर्दछन् र त्यसैले गर्दाखेरि हेपा प्रविधि राखेको हुनाले ब्रह्म जानिती ब्राह्मण दिज उच्चते शूद्र संस्कारे भन्ने उनको पाण्डुलिपि शास्त्रभित्रमा नीति संहितामा र ब्राह्मणहरूको आचरण संहितामा लेखेको हुनाले त्यो मैले पढ्न पाएको थिएँ। त्यही बेलामा मैले बोलिसकेपछि तपाईँको ममाथि हातपात पनि हुन खोजेको थियो, गर्न खोजेको थियो। मैले भने मलाई किन हातपात गर्नु, तपाईँ आफ्नो आचरणमा बस्नुहोस् न, तपाईँ आफ्नो आचरणमा बस्नुहोस् होइन। ब्राह्मण क्षेत्रीलाई भन्नु परेको न, क्षेत्रीले पालन गर्ने के आफ्नो वर्णाश्रम धर्मको पालन गर्ने हो भनेदेखि नीतिभित्रमा छ। हेर्नुहोस्, हामी लौ त भने क्षेत्रीको घरमा तपाईँको चरेसको थालमा भात खान्छन्, हो कि क्षेत्रीले पनि, ब्राह्मणहरूले पनि चरेसको थालमा या चाहिँ यो के भन्छ डलरको थालमा भात खानुपर्छ। पितलमा खानु हुँदैन, तामामा खानु हुँदैन। तामा विष्णु हो, पितल पार्वती हो। सम्पूर्ण अरू जातले पनि यसरी नै अगाडि बढाएर हिँड्ने कस्तो हुन्छ? होइन, त्यो त म भन्छु नि, सबै जात जाति दाजुभाइ तथा दिदीबहिनी माता पिताहरूलाई के भन्छ, हामी नेपाली हौँ, हाम्रो देश नेपाल हो। हामी हिमवत खण्डमा आर्यवत खण्डमा जन्मेका नेपालीहरूको सालगालको पूजा भएको हुन्छ। मरेपछि वरण हुने जात भनेको हामी मात्रै हो। अरू देशमा भएको लगेर गाड्छन्, जस्तो क्रिस्चियनहरूको गाड्छ, गिर्जाघरको लगेर गाड्छन् होइन। हाम्रो त गाड्ने चलन भनेको के छ भने गिरिपुरी भारतीय सन्यासी पन्थीमा 10 नामीहरू चाहिँ उहाँहरूको गाड्ने चलन छ। अरू जातहरूको ब्राह्मण क्षेत्रीहरूको त लौ त भने पोल्ने नै हो नि त, चितामै लगेर पोल्नै पर्छ नि। भने हाम्रो तामाङ जातिहरूको पनि लामाहरू चाहिँ लाई पनि पोल्नै पर्छ। अर्थात् तपाईँको के छ भने
हाम्रो लामा पढिसकेपछि एक थरी के छ भनेदेखि उनीहरूको त्याग छ, सन्यास छ भने उसलाई पनि लगेर गाड्नुपर्छ है। बोल्न मिल्दैन। यहाँ तामाङहरूले पनि गल्ती गरिरहेको छ। अब नेवार जातिहरूको त यो 3टा सहरभित्रमा त मान्छे बोल्ने परम्परा उहिलेदेखि थियो होइन, उहिलेदेखि थियो। म जन्मिनु त्यो बेलामा विष्णुमती बागमती यहाँ खोला त यही माथि नै आउँथ्यो नि, विष्णुमती त यहाँ माथि मजाले सलल यहाँ भएको थियो नि। यो त घट्दै गएको नि। यो त किन घट्यो, किन घटे? मानवबाट गल्ती भयो। संसारमा सबभन्दा ठुलो गल्ती भनेको मान्छेबाट हुन्छ। कुनै पनि क्रिया, राम्रो कुरा पनि मान्छेबाटै हुन्छ, नराम्रो कुरा पनि मान्छेबाटै हुन्छ। यसरी गर्दाखेरि आज राष्ट्रमा राज संस्था फालेर भनौँ न जनताको मन मस्तिष्कबाट त फाल्न सकेको छैन नि। अहिले विधि विधानमा पनि ज्ञानेन्द्र सरकारमा पनि उनी पारङ्गतै हुन्। पढे लेखेको मान्नु उहाँ अध्ययन अध्यापनमा हामीभन्दा माथि चाहिँ हुनुहुन्छ। किन राजा जस्तो उनले उनका तिनै भाइले अध्ययन अध्यापन राम्रैसँग गरेका थिए। म 26 सालमा मैले उहाँको सरकारहरूको विवाह यहीँ बसेर हेरेको हुँ। म सानै थिएँ होइन, म त्यतिखेर करिब 7-8 वर्षको थिएँ कि 9-10 वर्षको थिएँ होला। मैले विवाह मजाले चाहिँ सिंहदरबारमा दुलै सिँगारेर भित्रबाट हौदामा हालेर 3टै छोराहरूको श्री 5 महेन्द्र स्वर्गीय श्री 5 महेन्द्रले मर्नुभन्दा अगाडि 3टै छोराको विवाह सिंहदरबारमा दुलै सजाएर नारायण हिटीभित्रमा भित्राएको इतिहास त मरेको छैन। हुनसक्छ राणाकालीन अवस्थामा ती दरबारहरू राणाले बनाएछन्। आखिरी नेपाल सरकारलाई बेचेकी, नेपाल सरकारले किनेकी, राजाले किने। त्यो बेलामा चन्द्र शमशेरले यो नारायण हिटी भित्र बनाइएको अर्को दरबार छ, सेम सिंह दरबार जस्तै छ, भत्केको छैन, त्यो चाहिँ बेचेको भन्ने इतिहासमा हामीले पढेका पनि थियौँ, सुनेका पनि थियौँ। हाम्रा पूर्वजहरूले हामीलाई भनेर गएका पनि छन्, हामीलाई सुनाएर गएका पनि छन्। त इतिहास त मर्दैन नि। भूगोल त सदैव यथास्थानमा छन्। कहिलेकाहीँ भूकम्पीय क्षतिहरू हुनु, अनावृष्टि हुनु, पृथ्वीको वृष्टि हुनु, त्यसबाट क्षय हुनु भनेको त ठुलो कुरा हो। त्यो त प्राकृतिक पद्धत कुरा हो, दैवले नै गराएर ल्याउने। तर त्यस्ता विपत्सहरू खासै त हामीले अनुभव गर्न सकेका छैनौँ। 90 सालको भुइँचालोमा हामी जन्मेका छैनौँ, हाम्रा बाबुबाजेहरू जन्मिसकेका थिए भने आज पुरानो नेपाललाई नयाँ नेपाल बनाउँछु भनेर आउनुहुने गणतन्त्रवादीले नयाँ नेपाल बनाउन सक्यो त? नेपाललाई समृद्धशाली त बनाउन सक्यो त? नेपाललाई वास्तविक यथार्थ भने पार्टीको धारणामा राजनीतिक पृष्ठभूमि बोकेर आएर जङ्गलमा 10 वर्ष लड्ने प्रचण्डजी किन फेल खाए? यहाँनिर आज यी एमालेका पक्षधरहरू किन पार्टीभित्रकै आफ्नो अन्तर्द्वन्द्वता छँदैछन्? यता राज्य सत्ता हाँक्छु भनेर आउँछ, देश चलाउन सक्ने हरकत छ तपाईँसँग? यसमा के छ भने योग्यता मात्र भएर पनि हुँदैन, धन मात्र भएर पनि हुँदैन, सबै कुराको परिशिष्ट मिल्नुपर्छ। राजा राजै हुन्छन्। हिजो 7 दलले नलगेको भए, यो हनुमान ढोकाको नासलमा सिक्दै नलगाइदिएको भए सायद तत्कालीन अधिराज कुमार श्री 5 ज्ञानेन्द्र मात्रै भनेर रहन्थे होला। त्यो 7 दलको नियत के थियो र यहाँ ल्याएर किन लगेर सिरपेज लगाइदिएर पछि 2061 साल माघ 19 गते जब एउटा वचन बोलेर के अरे 3 वर्षलाई म राज्य सत्ता म चलाएर देखाउँछु नि त भनेर भन्दाखेरि 19 दिने जनआन्दोलन भएको छ। यहाँ अहिले माओवादीहरू कराउँदैछन् जनआन्दोलनकारीहरू। यसमा युद्ध राजाले चाहेर भएको होइन, पुलिस सङ्गठनले, प्रहरी सङ्गठनले चाहेर भएको होइन, नेपाली सेनाले चाहेर भएको होइन, हामी जनताले युद्ध चाहेका थिएनौँ। हामी त सम्भ्रान्त विश्वमा सबभन्दा ठुलो सह अस्तित्व, शान्ति, मैत्रीत्व, हामीसँग जस्तो नेपालीहरूसँग जस्तो वैशिष्ट्य आज विश्वमा कसैसँग छ भने भन्न आउनुहोस्। नेपाली नै हामी बिचको पनि, हामी भित्र भएको सहिष्णुता र वैशिष्ट्य भनेको हामी भित्रमा मात्रै छ, अरू कुनै देशका विदेशीहरूसँग छैन। म्लेच्छहरूसँग हुँदैन। म्लेच्छ भनेको को? कोरियाहरू, विदेशीहरू, अमेरिकनहरू, युरोपियनहरू जस्तो मङ्गोलिया छ, ताइवान छ, भियतनाम छ। यिनीहरू भनेको मङ्गोलिया, ताइवान, भियतनाम, चाइना, चीन भनेको यिनीहरू बुद्धिस्ट बौद्ध धर्मावलम्बी हुन तापनि यिनीहरू पहिला बुद्धलाई अपहेलना गरे, पछि बुझेर धर्म धारण गरेका हुन्। तीदेखि चलेर आएको हाम्रो स्वयम्भूनाथ साक्षी छ। द्वापर युगमा भगवान कृष्ण ग्वाल वंशहरू यहाँ आएर उत्तरतिरबाट महामञ्जुश्री पाल्नु भएर यो विशाल भीमकाय नेपाललाई, नेपाललाई यहाँको पानीलाई निकास गरेर पठाएर त्यस पछाडि नागराजहरूलाई तान्त्रिक विधिबाट उनीहरूलाई अर्कै ठाउँमा बस्नु भन्ने आज्ञा दिएर आज यो देशको अवशिष्टतालाई राख्ने भनेको स्वयम्भू सम्भव छ, पद्म सम्भव रातो मच्छेन्द्रनाथ यही हुनुहुन्छ।
कालो भैरवनाथ यहीँ हुनुहुन्छ। यो ठाउँमा ल्याएर अहिले नेताहरूलाई दुईटा मात्रै कसम खुवाइदियो भने रगत छाल्छ। किन देउता त भगवान त सत्य छैन, परमात्मा त साक्षी सत्य हुन्छन्, ईश्वर सत्य छ। त्यसैले गर्दाखेरि सनातनभित्रको वैशिष्ट्य भनेको त्यो बन्दुक बोक्ने आर्मी पुलिसदेखि मलाई डर लाग्दैन। मलाई धर्मको नीतिदेखि विधिको विधानसँग डर लाग्छ। किन म मर्नुपर्छ नि? मलाई मर भन्ने श्राप पाएको छु नि त मैले। जस बखत मेरो सृष्टि सृजना गर्दा ब्रह्मले सृष्टि गरे, विष्णुले पालन गर्ने, शिवले संहार गर्ने भन्ने हामीले धार्मिक सहिष्णुताभित्रमा हाम्रो धर्म ग्रन्थ अनुसार हामीले हाम्रो हिन्दू परम्पराभित्रमा चलिआएको परम्परा र रीतिरिवाजलाई हेर्दाखेरि होइन मर्नु पर्छ, मर्दछन्, जानेछौँ, आउनेछौँ, आइनेछ, गइनेछ। यतापट्टि आयो त्यही के मर्न नपर्ने संसार भइदिए भए त अचम्बरी खाएर आएको भए अर्कै हुन्थ्यो। हुनुहुन्छ होला, सञ्चारकर्मी हुनुहुन्छ होला। वास्तवमा यो दुई शब्द बोल्दाखेरि सबै नेपाली जनताले सुनोस्, बुझोस्। मेरो चाहिँ विचार के छ भने एकात्मक प्रणालीभित्रमा हाम्रो धर्मले हामीलाई एकत्रित गरेको छैन, विक्षिप्त पारेको छैनौँ। हामी आफ्नो सनातनभित्रमा सबै गोलबद्ध छौँ। यहाँ कसैले आएर फुटाएर फुट्नेवाला छैन, कसैले निचारेर निचारिँदैन, कसैले धसाएर धसिन्न। तर धर्मको नीतिभन्दा बाहिर जाने हैसियत क्षेत्राधिकार नागेर ल्याइएको व्यवस्था जुन लोकतन्त्र गणतन्त्र छ, यो व्यवस्था भनेको आज होइन 15 देखि 17 साल अगाडि नै फालिएको व्यवस्था हो। तत्पश्चात यी दलगत भिजिलान्तेहरूले अहिले पार्टीका विभिन्न उहरूले बोल्दैछन् म यो हनुमान ढोका काष्ठमण्डप जहाँ नेपालको मुटु हामी दोस्रो सानो पशुपतिनाथको क्षेत्र भन्छौँ, त्यो होइन, यो नेपालको मुटु। त्यसैले हामीले आफ्नो राजधानीमा बसेर अहिले गणतन्त्रपछि जहाँसुकै राजधानी घोषणा गरोस्, यो 3टा सरकार नेवार चितवन जाँदैन, यो 8वटा जिल्लाको तामाङहरू जाँदैन, त्यही मकवानपुर हेटौडातिर बस्ने तामाङहरूले त्यही बसेर आफ्नो राजधानी बन्ला। प्रचण्डले घोषणा गरिदिएको, अर्थात् एमाले घोषणा गरे होला, काङ्ग्रेसले घोषणा गरे होला। टुक्र्याएर जति लान्छ भने पनि यो जमिन एउटा चोकटा होइन। नेपाल आमाको मातृ सतीत्वलाई जसले लल्कालेर यो व्यवस्था ल्याउने वादीहरू मान्छेहरू राम्रा थिए, ती राम्रा मान्छेहरूलाई माथि जान दिँदैनन्। पार्टीले पनि दबाएर राखेको छ। पार्टीभित्रमा पढे लेखेका मान्छेहरू चाहिँ माथि के अरे तल, नपढे लेखेका चाहिँ माथि छ। काङ्ग्रेसभित्र पनि छ, कम्युनिस्टभित्र पनि छन्। कोही काङ्ग्रेसभित्रमा धेरै पढे लेखेका विद्वानहरू छन्, राम्रो छ। देशको अस्तित्व अस्मिता, समप्रभुता, अखण्डता बिग्रिनुहुन्न भन्ने छन् प्रजातन्त्र प्रेमीहरू, राष्ट्रवादसँग अनुबन्ध भएका व्यक्तिहरू। तर राष्ट्रभन्दा बाहिर रहेर ती व्यक्तिहरू छन्, यी भनेको विदेशीकोले सम्पोषण गरेको होला, कतै घुमेर आएका होला, कसै भाडाको टट्टु होलान्। यी काङ्ग्रेस कम्युनिस्टभित्रमा र यी राप्रपा कुनै पनि पार्टी दलभित्रमा यी भिजिलान्तीहरूले बिगारेको छ। त्यहाँ फटा, दुष्ट, दुराचारिता, दुर्नीति, दुर्गति गर्ने काम गर्छन् भने अहिले राजालाई गाली गर्नेमा ऋषि धमालाले लिन्छ, जनता जन्न चाहन्छन् भन्ने ठाउँ त्यो सुन्छु म। त्यसमा धेरै नेताहरूले राजालाई गाली गरेका छन्। कुन दिन ल्याएर त्यो नेताहरूलाई ल्याएर यहाँ बाटोमा घिसार्न नपरोस् भन्छु म। जसरी 45 सालको भूकम्पपछि भक्तपुरमा नारायणमान बिजु कक्षले कर्ण हैजुलाई मारे भन्ने उखान छन्, त्यसै गरी यहाँ नेवारले जनता नेता घिसार्ने छन्। यो याद गरोस्, नेताहरूको कानमा पुरोस्। या तपाईँहरू पनि कुनै पार्टी दलले या कतै संस्थागतबाट आउनु भएको छ भने म भन्छु हामी कुनै संस्थासँग, कुनै पार्टीसँग, कुनै दलसँग आबद्ध नभएर तटस्थ एउटा स्वतन्त्र स्वच्छ विचारधाराको हामी नेपाली हौँ। हाम्रो नेपाल रहनुपर्छ। हामी नेपालीहरू विश्वमा सर्वाधिक उच्च भएर बस्न पाउनुपर्छ। नेपालको सह-अस्तित्व भनेको विश्व ब्रह्माण्डमा अमेरिकाले, जापानले, चीनले, भारतले, चाइनाले आएर भारतले हल्लाउला भन्नु नसोचेनी हुन्छ। यो वास्तवमा हामी नेपाली भएर आफ्नो सभ्यता इतिहास अनुसार नेपालमा नेपाली भएर बाँच्नुपर्छ। अर्थात् विदेशमा गए पनि हामी जहाँ गए पनि नेपाली नै हौँ। भोलि पनि नेपाली, हिजो पनि नेपाली। जन्मदेखि हामीले चाहिँ एउटा मातृ सतीत्व पाएको जननी जन्मभूमि छ स्वर्गादपि गरिएछौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयति, सर्वे भद्राणि पश्यन्तु। ओम अशुद्धमा सद्गमय तम सोमा ज्योतिर्गमृतमा। यो 3टा चिज वैशिष्ट्य हामीले पाएका छौँ। कोही कसैले लिएर गयो भने त्यो पाप र धर्म उसैले लिएर जान्छ। वास्तवमा यथार्थ यो कुरा हो। सायद पाण्डुलिपि शास्त्र गर्ने मयौँ भन्ने पढेका आचार्य पास गरेका विद्वानविदले समेत मैले अहिले पछाडि बोलिदिएको कुराले धक्का लाग्यो उहाँहरूलाई।
लागेकै छ। मैले ब्राह्मणहरूको कर्म लुटेर खान्न होइन, मैले ब्रह्म कर्म गरेर हिँडेको छैन। खालि एउटा पाठ पारायण गरेर अध्ययन अध्यापन गरेर पुस्तकबाट ज्ञान हासिल गरेर शिवजीको सेवा गर्दा गर्दा भगवान् ब्रह्मले मलाई दीक्षा शिक्षा ज्ञान सबै दिनुभयो। मलाई धन दौलत केही पनि चाहिएन। मेरो जन्मले नभए पनि कर्मले ब्राह्मण त हुनुभयो होइन, संस्कार भने त्यही त जन्मले जायते जन्मले कोही पनि शूद्र पनि थिएन, तर यहाँ बनाउनु पर्ने भयो। केले भगवान् शङ्कर ब्रह्मा विष्णु महेश्वर जन्मे पश्चात ती तिनटाले ती त्रिकालदशी देवताहरूले सृष्टि गरेका हामी प्राणीहरू 84 लाख छन्। 84 लाखमा कुन कुन चर छन् हेर्नुहोस्, नवचर, जलचर, थलचर, अभयचर। अभयचर तल आउँछ, आउँदैन। नवचरलाई देखिन्छ, देखिँदैन। जलचरलाई देखिन्छ। अनि पृथ्वीमा हिँड्ने मानि सबभन्दा ठुलो हामी मानव हौँ। हामी बिचको सार गर्भित अनन्तदेखिको भित्र अन्तस्करणदेखिको हृदय चित्त मिल्यो भने रिस उठ्छ। त्यसभित्रमा आगो बलेपछि नभए रिस त्यसै आउँदैन। क्रोध कहाँबाट आउँछ? यसलाई नि सन्तुलन त साधनाले गरिहाल्छ। त्यस्तो रिसाएर हिँड्यो भने मान्छे पिर्दिन्थे, के गर्थे? बौलाउँथे होला, भक्काङ्गो फुट्ने गरेर रुनु मन लाग्छ। देशको वेदान्त हो यो। भोलि म मरे पनि, हामी मरे पनि हाम्रो देश नेपाल विश्वमा रहिरहोस्। राजा महेन्द्रले भनेको उक्ति मात्र होइन, हामी सारा नेपाली मरेर गए तापनि हाम्रा पछिका पिँढीहरूले दुःख नपाओस्, नेपालमा नेपाली नै भएर रहोस्। विश्व ब्रह्माण्डको अखण्डता चलाउने नेपाली मात्रै हो, या कोही पनि छैन। कसैले चलाउन पनि सक्ने छैन। यो वास्तविक यथार्थ कुरा यसरी छ। त्यसकारण हाम्रो के छ हेर्नुहोस्, यो प्रारब्धमा हामीले मुखै नदौँ, हामीलाई पाप लाग्दैन। नुहाउँदै ननुहाउँ, पाप लाग्दैन। यहाँ नुहाएर हिँड्नेलाई बरु पाप लागेको छ। म यो भन्छु, चित्त शुद्धि गर्न सक्दैन। यो हित्तर पित्त पाल्न भित्रको त्यो तिनवटा चिजलाई पखाल्न सक्ने पढ्नु पऱ्यो नि त, अध्ययन गर्नु पऱ्यो नि त, वेद पढ्नु पऱ्यो नि त, भागवत गीता पढ्नु पऱ्यो, पुराणहरू हेर्न पऱ्यो, सम्पूर्ण कुरो परिशिष्टलाई हेर्ने। तत्पश्चात ज्ञानी बनिन्छ। आमा बाउले दिएको काखको गोदे शिक्षा मात्रै होइन, हामीले बिस्तार हुर्किँदै बढ्दै पढ्दै आइसकेपछि सबै कुरो भनेको चाहिँ सबभन्दा ठुलो सर्वश्रेष्ठ ज्ञान भनेको व्यवहारिक ज्ञान है भाइ। यो सम्झिराख्नुहोस्। बाबुराम आज किन हिसिलाई हामीको खोकिलामा पसे? केबी ओली किन राधिका साकेको चाहिँ नि खोकिलामा पसे? अब यी कमल थापाको त कुरै नगरौँ। खाना बैजन्ती माला मेरो लाजी पार्टमा फुपूको घर हेर्नुहोस्। म सधैँ देख्थेँ यिनीहरूको लभ चलेको बेलामा पनि हेर्थेँ म पार्टीको। हेर्नुहोस्, म केटी थिएँ, ऊ त्यो भाइभन्दा पनि अझ सानो थिएँ। त्यतिखेर हामी चाहिँ दुध सुध लिन जाने। को आयो हेरे पद्मरत्न दुध लाएर घरमा झले आयो। कहाँबाट आयो? झले भर्खरको प्यान्ट सर्ट लाएर आउने, छिटो आउने, यहाँ हिरो भएर आउने। बाबुरामे त्यतिखेर पुटुक्क परेको, साला चप्पल लाएर आएको खाँदै खाना नपाए जस्तो सुकेका मुर्दाहरू आज राज्य सत्तामा ब्रह्मलुट गरेर खान पाएछ र अनि तेरो बाउको टपरामा राखेर काट्टो खाने जातले राजनीति गरेपछि के हुन्छ? त्यसकारण मैले यो गाली गरेँ। ब्राह्मणहरूलाई राजनीति गर्नु भनेर वेदले भनेको छैन, पदमा लेखेको छैन। संहिता पल्टाउँ, धर्मको नीति खोलेर हेरौँ। राजनीति कसले वेदमा? ब्राह्मण राजनीति भनेको क्षत्रियले गर्ने, क्षत्रियले गर्ने। क्षत्रिय ठकुरी जस्तो भनौँ न, अब बस्नेत गाजीहरू भए, पाँडे गाजीहरू भए, थापा गाजीहरू भए होइन, कुँवर काजीहरू, यही 4 काजीहरू त हो नि। 7 सालदेखि यता विद्रोह गराउने, सेना विद्रोह गरेर खड्का पनि हुन्। खड्का छेत्रीहरू त पछि गएका हेर न, केसी छेत्री, खड्का छेत्री, खत्री छेत्री, अर्को गोदारी थापा, थापा छेत्री, बगाले थापा, यस्तो कुछ केलाउन थाल्यो भने पहिला थरगोत्र प्रभावलीको किताब ल्याएर रत्नपुस्तक भण्डारमा किताब पनि अध्ययन गर्नुहोस्। अनि हाम्रो वर्ण, हाम्रो जात, हाम्रो थर, हाम्रो संस्कार, हामी 4 जात 36 वर्णको पृथ्वीनारायण शाहले वर्गीकृत गर्दाखेरि यो भने त असली हिन्दू राष्ट्र रहेछन्। यसलाई बचाइराख्ने पर्ने छन्। यी भारतका मित्रहरू भनेको यी शत्रु हुन् है, यी इन्डियनहरू भनेको वर्ल्डमै शत्रु भन्छु म यिनीहरूलाई, फ्रड भन्छु। अहिले डोनाल्ड ट्रम्पले सबलाई हामीलाई नेपालमा नेपालीहरूलाई चाहिँ ठगेर खाने नेताहरूलाई बनायो नि, उसले औकात देखाइदियो। औकात देखाइदियो नि, ठिक गरेछ। यस, आई कङ्ग्रेचुलेसन मिस्टर फ्रम हियर मिस्टर प्रेसिडेन्ट डोनाल्ड ट्रम्प। I occasionally congratulations, even time, even day. Your work is so good in the best in the world. बारम्बार म भन्छु, यसरी यहाँ विदेशीको पैसा खाइरहेको थिएँ। अहिले भारतले 50 लाख खान्थ्यो त्यो एडिबी अन्तर्गत इन्डियाले। ल खा त अब
कसको शक्ति गयो? कसलाई गर्दै जान्छन्? सम्पन्न त भयो नि तिमी। चन्द्रमाको धरातलमा पृथ्वीको यो मङ्गल ग्रहमै गए पनि हामीलाई के मतलब? हामी कहीँ पनि जाँदैनौँ, यहीँ बसेर संसार हेर्छौँ। हेर्नुहोस्, म आज कुनै पनि विदेशमा गएको छैन। भरतखण्ड मैले हरिद्वार, मथुरा, वृन्दावन, गोकुल, चेन्नई, पिलिभिट, कुल्लू, मनाली, जयपुर, चण्डीगढ, हरियाणा, नयाँ दिल्ली, पुरानो दिल्ली, गाजियाबाद, यो फरिदाबाद, यिनीहरू त सारा घुमेर आएको म नेपाली हुँ। तर म नेपाली भइकन मेरो देश र भारतको अखण्डतासँग जोडिएको धर्म संस्कृति एउटै हो। तर हामीलाई अचेट्ने काम गर्यो भने भारतलाई म सिध्याइदिन्छु। नरेन्द्र मोदी त्यहाँ प्रधानमन्त्री भएर मेरो रौँ पनि हल्लाउँदैन भन्छु। त त्यहाँ आएर उसले आएर यहाँ कुकुरलाई हड्डी बाँडेर अरे हाम्रो नेताहरू बोलाए संसदमा, हो कि होइन? 3 पटक आए यहाँ काठमाडौँमा मात्रै। पशुपतिनाथमा आए, भित्र पछि गए, त्यहाँबाट मुक्तिनाथ गए, त्यहाँबाट जनकपुर आए, हो कि होइन? यसरी हामीलाई बिगार्न आउँछन् भारतीय विस्तारवादीहरू। प्लिज डिड नट यु वान्ट टु डु द पोलिटिकल अदर कन्ट्रीको फङ्सनलाई चाहिँ रिमाइन्ड नगर है। हामी चाहन्छौँ हामीले तिम्रो राजनीति गरेर छ, तिम्रो भारतमा कसले खान्छ, खान पाएको छ, कसले लाउन पाएको छ, कसले राजनीति गरेर कसले देश चलाएको छ, हामीलाई मतलब छैन। तर नेपालमा नेपाली चलाउने भनेको राजा थिए। राज संस्था हुँदा 240 वर्षको इतिहास त्यो थियो भने किराँत काल पनि किराँत पनि त राजै थियो। किराँतेश्वर महादेव पनि त राजै त हो नि। विष्णु पनि राजै हो, ब्रह्म पनि राजै हो, शिव पनि राजै हो। आज त्यही शिवको सती के अरे शिव र सती नहुँदा दक्ष प्रजापतिको यज्ञ ध्वंस भयो, खत्तम भयो। आज राजा नहुँदा यो देशको अखण्डता बिग्रेको छ भन्ने कुरो राजनीतिक पार्टीका दलहरूले, यी पार्टीका दलका भिजिलेन्टहरूले चाहिँ राम्रोसँग कान खोलेर सुन्नुहोस्। मिस्टर कृष्ण रामाले बोलेको भनिदिनुहोस्, लान सक्नुहुन्छ भने तपाईँले माथि लगेर सुनाइदिनुहोस्। कति सुनाऊ, कति पढाउँ यो बेकुफहरूलाई पार्टी? यी फटा हुन्, दुष्ट ब्रह्मलुटी हुन्। घरिकिस्ती नगर्तम परिकिस्ती उजाडितम, वेदको उपास गर्ने अखण्डता छ भने म अहिले बाहुनलाई गएर चियाप समातेर टुपी र जनै काटिदिउँ। एकछिनपछि बाहुन त भाग्नु पऱ्यो। त्यो बाहुनले आन्दोलन त गर्छ नि माइती घरमा भन्ने गएर, लाखौँ उठाउँछ यहाँ, तुरुन्तै आगो हाल्छ। एउटा बाहुन काट्यो, मैले राजा खोज्नु पर्दैन, उसरी खोज्छ। कसैको नेवार पनि उठ्नु पर्दैन, किन? यही 4 काजी क्षेत्रीहरू उठे पुग्छ। तर वैशिष्ट्य नभतियोस् भन्नु कुरो खोज्छ। हामीले पाएका धर्म संस्कृति भनेको विश्व ब्रह्माण्डमा हामी अलग छौँ, कसैले चलाएको होइन। हिन्दू होइन, बौद्ध हामी लडेका छौँ, आजसम्म कहिले पनि लडेका छैन।